हेलो गाइज अनि वी आर ब्याक अगेन अनि हामी जाँदैछौँ आज धरान हामी हाम्रो एकजना मेम्बरलाई भेट्न जाँदैछौँ अनि अहिले विराटनगरमै हो हामी सो 1 बजिसक्यो ल अब निस्केको हामी सो सी यु इन धरान हैन त बाइ बाइ सो हामी अहिले धरान पुगिसकेको छौँ बिरयानी पनि आइसकेको छ यस्तै छ अब हामी श्वेता सिस्टरको वेटिङ गर्दैछौँ 3 बज्न लागिसक्यो अब ड्युटी सकिन लाग्यो होला अनि त्यसपछि हामी के गर्छौँ भनेर देखाउँछौँ सो गाइस अहिले चाहिँ हामी घोपा क्याम्प आइसकेको छौँ र सरप्राइज को मान्छे चाहिँ उहाँ नै हो कहाँ लग्नु हुँदैछ हामीलाई भन्नु त बोराबाद जाने बोराबाद जानको लागि हालत यस्तो छ मान्छेको बोराबाद गएको कि पहाडतिर गएको सनराइज हेर्न गएको अरे 4 बजे सनसेट हौ सनसेट हेर्न गएको सनसेट हुन आँटिसक्यो हुँदैन कति 10 मिनेटमा पुगिन्छ मेरो हालत एकछिन ल के हो यो हेर्नु नि ठिक छ मामाको अगाडि मामा मामा बुझिया सो हामी चाहिँ सनसेट हेर्न आएको भ्यू चाहिँ यस्तै छ है ओ माई गड के हो यो ओए के हो हामी त बालीमा आयौँ कि क्या हो ओए बोटिङ पनि रहेछ यहाँ चाहिँ हो र के छिर्ने हो पानीभित्र उयोमा जाने हो डुङ्गामा पारी जानुपर्छ ए जाने हो यो बोटमा यो बोटमा हैन केमा त अर्को उ त उ सो हामी चाहिँ अब डुङ्गामा चढेर अरे कहाँ के भन्नु त्यसलाई डुङ्गा सरी डुङ्गामा देखिँदैछ हामीलाई ओए ल बोट चढ्यो है डुङ्गा ओए ल ल है अगाडि निकाल्नु हामी अलिक डाउन गर्छु हामी जाँदै चाहिँ कहाँ हो लन्डन डङ्गी हो यो लावा उनीहरूको बोट त भित्र छिर्छ ओए कहाँ आएको यता वाटर ट्राफिक चाहियो ओए लाइफ ज्याकेट कहाँ छ यस्तो छ है यहाँ चाहिँ ठाउँ राम्रो लाग्यो मलाई चाहिँ होइन जे होस् एउटा साथीलाई चाहिँ मेरो एउटा साथीलाई चाहिँ अति सनसेट मनपर्ने क्या हो र ल पक्कै यता छ है सनसेट चाहिँ लाइक जे होस् ऊ आयो भने चाहिँ यहाँ एकछिन चाहिँ उतै हुन्छ होला ल यस्तो छ यहाँ डल्फिन पनि देखियो तर के भन्नु यहाँ क्यामेरामा चाहिँ देखिन उता पर पुच्छर चाहिँ देखिरहेको छ है यस्तै हो कोसीमा डल्फिन अब वेल आउन बाँकी छ वेल आउँछ अब एकछिन परसम्म हात यतिकै राखेर लु हिँड त
पानी जाइरो जाइरो छुदै सो गाइज हामी चाहिँ बोराबनबाट फर्किसकेको छौँ अनि अब चाहिँ 7 बज्न लागेको छ बिचमा चाहिँ हामीले बाटो हराएर झन्डै होइन अहिले चाहिँ हामी कस्तोमा छौँ यहाँ हामी अहिले अब हामी जाँदैछौँ क्यारोके हो त अनि मैले भनेको होइन क्यारोके जाने भनेर नो 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 क्यारोके क्यारोकेमा गीत गाउने नि तिम्रो मुहारमै साँच्चै यस्तो सुन्दरता मैले देखेकै थिइनँ कतै मिलेका ती आँखाहरू छन् हेरेरै बनाउँछ खोलेका केसहरूले फेरि कासिला बुझैछ सो आज चाहिँ हामी हाम्रो दिन यही समाप्त गर्न चाहन्छौँ रातिको होइन मामा के अब 10 बजीसक्यो होइन सो आजको हाम्रो भिडियो आजको हाम्रो कार्यक्रम जस आज अति रमाइलो भयो हजुर ल मामाले चाहिँ अब इन्डिङ अति रमाइलो भयो नि जे हुन्छ नि नयाँ ठाउँ पनि गयो होइन सो आजको दिन यही ऱ्याप अप हुन्छ See you in next vlog.